है। 1 2 3 तर परमप्रभुले सामुएललाई भन्नुभयो, त्यो सुन्दर र अल्को भए तापनि त्यसको ख्याल नगर, मैले त्यसलाई इन्कार गरेको छु। परमप्रभुले मानिसले चाहिँ हेर्नुहुन्न, मानिसले रूप हेरेर विचार गर्छ, तर परमप्रभुले त हृदयभित्र हेरेर विचार गर्नुहुन्छ। आमेन। है, यो खण्डमा चाहिँ सामुएललाई परमेश्वरले भन्नुभएको कुरा है, मानिसले रूप हेरेर विचार गर्छ, अल्को रूप हेरेर विचार गर्छ, तर म त मानिसले जस्तो हेर्दिन, म चाहिँ के हेरेर विचार गर्छु रे? हृदय हेरेर विचार गर्छु। अब यो कसरी आयो त? एउटा रोचक घटना छ यहाँभित्र, म तपाईँलाई भन्छु है, उल्ला सुन्नुहोस्। यतिखेर इजरायलको पहिलो राजा साउल थिए। को थिए रे? साउल राजा थिए। अनि पहिला त यिनी राम्रै थिए, पछि चाहिँ परमेश्वरलाई पनि इन्कार गर्न थाले, यिनले परमेश्वरलाई नै बिर्सिन थाले। अनि परमेश्वरले चाहिँ सामुएल, त्यतिखेरको अगमवक्ता है, अगमवक्ता सबैभन्दा ठुलो अगमवक्ता अथवा पुजारी है, सबैभन्दा ठुलो, यही सामुएलले राजा साउललाई पनि राजा अभिषेक गरेका थिए, राजा बनाएका थिए। अनि राजा हुनुभन्दा अगाडि इजरायलमा चाहिँ राजा थिएन हैन, साउलभन्दा अगाडि राजा थिएन। अनि इजरायलीहरूले चाहिँ सामुएलले नै देश हेरिराखेका थिए, उनी न्यायकर्ता पनि थिए, पुजारी पनि थिए। तर पछि गएर ऊ वृद्ध भइसकेपछि के भयो भन्दाखेरि उसका दुईजना छोराहरू, सामुएलका दुईजना छोराहरूलाई चाहिँ न्यायकर्ता तुल्याउँदाखेरि सामुएलका दुईजना छोराहरू असल थिएन, उनीहरू अलिकति भ्रष्ट टाइपका थिए। त्यसपछि मानिसहरूले अब त भएन, अरू देशमा राजा छ, हाम्रो देशमा चाहिँ कहाँ हुन्छ, हामीलाई पनि राजा चाहिन्छ भनिसकेपछि सामुएलले परमेश्वरलाई सोध्छन्, यिनीहरूले राजा मागेका छन्, के गर्ने भन्दाखेरि तिनीहरूले मागेको कुरा त अनि गर्दै, उनीहरूले सोच्नु पर्ने थियो हाम्रो राजा परमेश्वर हुनुहुन्छ भन्ने कुरा चाहिँ उनीहरूले सम्झिनु पर्ने थियो। तर उनीहरूले चाहिँ राजा अरूको देशको जस्तो राजा मागेको कारणले गर्दा तैँले त्यसै गर। अनि साउललाई राजा बनाए सामुएलले। साउल राजा, इजरायलको पहिलो राजा साउल। तर उनी पहिला त अलि राम्रा थिए, पछि हुँदै जाँदा त उनी त दुष्ट हुँदै गए, परमेश्वरलाई बिर्से। अनि परमेश्वरले सामुएललाई भन्नुभयो, अब तैँले अर्को राजालाई बनाऊ, अभिषेक गर, जा त बेथलेहममा जानु, त्यहाँ इसाईको छोराहरू मध्ये एकजनालाई तैँले के गर्नु, राजा अभिषेक गर्नु, जा भनेर। अनि सामुएल कता डराए, राजा हुँदै अर्को राजा अभिषेक गर्नु त साउलले थाहा पायो भने के गर्छ, मलाई त मार्छ होइन, जान जा, म बेथलेहम आएको, म परमेश्वरको आराधना गर्न आएको, बलिदान चढाउन आएको भन्न। अनि त्यसो गरेर तर इसाईको एकजना छोरा चाहिँ तैँले अभिषेक गर्नु। अनि सामुएल त ठुलो व्यक्ति, ऊ दाउद होइन, भनौँ न, ऊ बेथलेहममा जान्छ। बेथलेहम त सानो गाउँ हो, यत्रो सानो गाउँ हो त्यो। अनि त्यहाँ जान्छ, मानिसहरू सबै आश्चर्यचकित हुन्छ, ओहो सामुएल जस्तो ठुलो व्यक्ति, अगमवक्ता, पुजारी हाम्रोमा किन आउनुभयो अचानक भन्दाखेरि म परमेश्वरलाई बलिदान चढाउन आएको, ल इसाईको छोराहरूलाई पनि बोलाऊ, शुद्ध गर भनेर चाहिँ इसाईलाई खबर गरिसकेपछि उसका छोराहरूलाई चाहिँ अभिषेक गर्न परमेश्वरले राजा अभिषेक गर्न बोलाउनु भएको छ भन्ने कुरा जब महसुस हुन्छ, त्यसपछि यसो हेरेको जेठो छोरा अलियाब है, जेठो छोराको नाम चाहिँ अलियाब। अनि अलियाबलाई यसो हेरेको त त्यो त सिपाही पनि हो होइन, त्यो त सिपाही, अलियाब त सिपाही पनि हो, एकदम ज्याङ्गो, अलि हट्टाकट्टा एकदम बलियो। अनि त्यसपछि सामुएलले भन्छ, हो परमेश्वरले चुनेको राजा इसाईको छोरा त यो अलियाब पो होइन, बलियो, हेर्दा बलियो, एकदम ज्याङ्गो यो भनेर उसले मनमा सोच्दाखेरि परमेश्वरले भनेको कुरा अब सुरु भयो। परमेश्वरले भन्नुभयो, तिमीहरूले बलियो अल्को रूप हेरेर विचार गर्छौ, मैले चुनेको राजा अलियाब होइन, यो जेठो होइन, मैले त हृदयभित्र हेरेर विचार गर्छु भनिसकेपछि
अनि यसो हेरेको माइलोलाई यसो देख्छ, माइलो पनि हट्टाकट्टा माइलो होला, अभिनादाब है, अभिनादाब माइलो छोरा। अनि त्यहाँबाट माइलो होला भनेर यसो सोचेको त परमेश्वरले भन्छ यो पनि होइन। अनि ईश्वरले भन्छ होइन 6वटा छोराहरू, अनि माइलो साइलो गर्दा 6वटा छोरा भयो। मैले 6वटा छोरा मैले चुनेको होइन। अनि सामुएल छक्क पर्छ, ईश्वरले त 6जना छोरा खडा गरेका छन्। अनि सामुएलले ईसाईलाई बाउलाई सोध्छ तिमीलाई 6जना नै छोरा हुन् त? होइन एउटा छ कान्छो। कहाँ छ कान्छो? जङ्गलमा भेडा चराउँदैछ, त्यसलाई बोलाऊ। जब सामुएलले बोलाउन पठाउँछ, सानो ठिटो केटो गाला राता राता भएको होइन आउँछ। अनि परमेश्वरले भन्नुहुन्छ ओ यसलाई राजा बना, मैले चुनेको राजा यो कान्छो। यसो विचार गर्नुहोस्, त्यो व्यक्ति को होला? त्यो व्यक्ति दाउद। मैले चुनेको राजा यो, यसलाई अभिषेक गर। सामुएलले एकछिन अचम्म पनि माने, मलाई लाग्छ अचम्म माने। ओ यत्रो सानो केटा होइन, दाइहरू झ्याङ्गो झ्याङ्गो छ, 6जना दाजुहरू झ्याङ्गो झ्याङ्गो छ, तर मैले चुनेको राजा चाहिँ यो हो। परमेश्वरले देखाउँदै गर्दा सामुएल आश्चर्यचकित भए। अनि उनले दाउदलाई अभिषेक गरे, तेलले अभिषेक गरे। उनले भेडाको सिङबाट जुन तेल बनाइन्थ्यो, त्यो तेल 2जना व्यक्तिलाई मात्र प्रयोग गरिन्थ्यो, एउटा पुजारी र अर्को राजालाई मात्र। पहिला पुजारीलाई मात्रै थियो, पछि उनीहरूले राजा माग गरिसकेपछि उनीहरूले राजालाई पनि अभिषेक गरे।